सेवार है जय मसी नमस्कार सम्पूर्णमा म आज चाहिँ प्रदेश नम्बर 1 नेपाल 5 जिल्ला गुम्मा गाउँपालिका वडा नम्बर 5 साबिक स्याब्रुम्बा 4 टेम्बिन टोलमा रहेको मेरो जन्मघर जन्मभूमिमा म छु। यो पर देखाइराखेको घर चाहिँ मेरो कान्छा बाजेको घर हो, जुन घरमा अघिल्लो सालमा मैले निकालेको आख्याक्षा नुमा पालामको छायाङ्कन भइसकेको छ। यहाँले तपाईले सम्पूर्ण दर्शकजीहरूले हेरिसक्नु भएको छ। र यो तल्लोपट्टिको घर छ, जो घर चाहिँ हाम्रो बाजेको घर हो, जहाँ हाम्रो कान्छा काका अहिले पनि जीवित हुनुहुन्छ, उहाँ हुनुहुन्छ। र यो मैले देखाइरहेको यो पछाडिपट्टिको जो घर छ, यो चाहिँ हाम्रो कान्छा भाइले बनाउनु भएको घर हो। र यो पर देखाइराखेको घर जस्तै यो तीनटा लहरै हाम्रो बुबाले बनाउनु भएको थियो। र अहिले चाहिँ हाम्रो भाइहरूले यो घर चाहिँ नयाँ आधुनिक किसिमबाट बनाउनु भएको छ। र आज चाहिँ म यो आफ्नो जन्मघरमा उभिन पाउँदा म धेरै खुसी भएको छु, हर्षित छु, म स्वस्थ छु। म अत्यधिक म धेरै खुसी भएको छु। यो माथिल्लोपट्टि देखाइराखेको जुन हरियालीहरू छ, यो मेरो स्याब्रुम्बा गाउँघर छ र यो अत्यधिक रमाइलो छ। यहाँ सबै कुराको सुविधा छ। र पुनः फेरि पनि यहाँहरूसँग भेट्ने बाचा गर्दै म बिदा हुन्छु। हवस् त, सेवा।